हेलो गाइज, हामी चाहिँ आज पिङ बाट्ने क्रममा छौँ। हामी चाहिँ यहाँ राति भयो पिङ बाट्ने, अनि हामी चाहिँ राति चट्ट पिङ बाटिसकिया छ है। अनि यसरी बाट्नुपर्छ, सबै कोही उता बटार्ने अनि घुम्ने, त्यसरी चाहिँ हामी पिङ बाट्दैछौँ। हामी गाउँका सबैजना मिलेर बेलुका पिङ हाल्ने प्लान गरेर चाहिँ हामीले पिङ बाट्न सुरु गरिसकेका छौँ। अलि पिङ बाट्न अलि ढिला भइरहेको थियो, अनि त्यही भएर हामी हतार छिटो सबै मिलेर पिङ बाट्नेलाई सब सामान रेडी गरेर पिङ बाट्न लागिसक्यौँ। बत्ती बाल्दैछन् कोही अब यहाँ बटार्दैछन्। म चाहिँ बटारिराखेको छु पिङ बाट्नेमा। अनि अङ्कल हुनुहुन्छ, सन्ते भाइ छ, अनि सबै छन्, सबै पिङको लागि काम गर्दैछन् है। ल हामीले चाहिँ पिङ बाटेर पुरै कम्प्लिट गरिसक्यौँ। अब हामी चाहिँ भोलिपल्ट बाँस काट्नलाई बाँस झाङतिर गयौँ 2-4 जना मिलेर। अनि यसो बाँस हेरेको, अनि बाँस पुरै घारी रहेछ। अनि हामी पन्साउँदै रुख काट्दै बाटो बनाउँदै गयो। त्यसपछि छेउछेउमा चाहिँ तामा बाँस मात्रै रहेछ। अनि हामीले अलिक छिप्पिएको बाँस काट्नलाई चाहिँ अनि बिचमा घुस्नुपर्ने भयो, अप्ठ्यारो हुने बिचमा। त्यही भएर यसो हेर्दै वरिपरि अनि बाँस अर्को बाँस हामीलाई खोज्दैछौँ। यसो अर्को बाँस कुन छ भनेर हेर्दै अनि यहाँ काट्नको लागि हामी अब छिरेको। अनि अर्को बाँस हेर्दैछौँ। कोसी पनि धमिलो आइरहेछ, पानी पर्ने हो कि भनेर डरले हामी चाहिँ छिटो गर्दैछौँ। अनि बाँस हेऱ्यो, अनि त्यसपछि हामी बाँस काट्दैछौँ। बाँस काट्दै जाँदाखेरि अम्बकको बुट रहेछ है, कस्तो पाकेको रहेछ। अनि खाइदिउँ लाग्यो। अनि मैले त टिप्दिहालेँ। अनि एकजना टिपेर खाउँ जस्तो लाग्यो, कस्तो पाकेको रहेछ। अनि त्यही भएर मैले टिपेर खाइदिन मन लाग्यो। अनि मैले त खाइदिएँ पनि। अनि कस्तो रमाइलो भयो। अनि त्यसपछि बाँस तान्न बोलायो उसले, अम्बक नखाए छिटो बाँस तान्न आइज भन्यो। अनि म चाहिँ बाँस तान्न गएँ। त्यसपछि बाँस तान्दैछौँ, कस्तो घारीमा अल्झिरहेछ बाँस है, त्यो झ्याउ क्या। अनि ओह्रालोमा अनि बल्ल तान्दैछौँ। अनि चाहिँ म चाहिँ टुप्पापट्टि तान्दैछु। अब बाँस तानेर घारीबाट निक्ल्यो, कस्तो अप्ठ्यारो थियो। अनि बल्ल तान्दै भर्खर एउटा घना निकाल्दैछौँ। फेरि अर्को पनि काटेर तानेर निकाल्नुपर्छ है, अलि अप्ठ्यारो ठाउँमा चाहिँ बाँस। फेरि अर्को तान्दैछौँ। अब योसँग 2टा हुन्छ। अनि फेरि अर्को बाँस पनि अब हामीले तान्दैछौँ। यो झन् कस्तो अल्झिरहेछ। अल्झेपछि हामीले यसलाई चाहिँ अलि दह्रो बल लाएर तान्नुपर्ने भयो। बाँस काट्दै पानी परेर हामी चाहिँ घरमा आएर चाहिँ अनि बसेको। कति ठुलो पानी पऱ्यो। अब भोलि पिङ खेल्नु छ है, आज पिङ हाल्नुपर्ने। पानी परेर बाँस काट्नै पाइएन। त्यही भएर हामी चाहिँ पानी पऱ्यो भनेर चाहिँ बसिरहेको छौँ यता घरमा आएर। ठुलो पानी पऱ्यो। अनि हामी भोलिपल्टको दिन चाहिँ हामी फेरि बाँस हालौँ भनेर टिकाको दिन लगभग बाँस पिङ हाल्ने प्लान गऱ्यौँ। कस्तो हुस्सो लागेर पानी पनि सिमसिम पर्दै थियो। जसरी भयो नि पिङ हाल्ने प्लान गरेर चाहिँ हामी अनि चट्ट पिङ हाल्न भनेर फेरि एक घन्टा बाँस निकाल्ने थियो। अनि हामी बाँस निकाल्यौँ। अनि सबै केटाहरू पनि आए होइन। सबैलाई हामीले चाहिँ लु छिटो गरौँ भनेर अब छिटो गरेर चाहिँ बाँस जम्मा गरियो। अस्तिको दिन चाहिँ
काटेर चाहिँ अब हामीले कलेक्सन गर्ने भएको थिएन बाँस जताततै त्यो पानी परेर चाहिँ सङ्कलन बाँस कलेक्सन गर्ने गाह्रो भइरहेको थियो। आज चाहिँ हामी बाँस हतार हतार ओसारेर सबै मिलेर अनि सबै साथीहरू जम्मा भएर चाहिँ सबै लागेर चाहिँ आज हामी चाहिँ जसरी भयो नि पिङ हाल्ने भन्ने प्लान गऱ्यौँ। खाल्टो साल्टो खनेर पानी परेको थियो कमलो थियो खाल्टो साल्टो खन्नलाई पनि अनि सबै खाल्टो खनेर अनि बाँस हामीले ठड्याउन लाग्यौँ अनि बाँस अब बोकेर ठड्याउन लागिसक्यौँ। त्यसपछि कोही बाँस ल्याउँदैछ सन्तोष भाइले अनि अर्जुन भाइले टक्क खन्दैछ खाल्टो कम भइरहेको थियो खाल्टो अनि फेरि खाल्टो फ्लस गर्न लाग्यो अनि ल यसरी चाहिँ र हामी कुहिरो लागेछ ढकमक्क जसरी भयो नि अब पिङ चाहिँ खेल्नै पर्छ बच्चाहरू रमाउँछन् भनेर चाहिँ हामीले पिङ हाल्ने नि निर्णय गऱ्यौँ हामीले पानीले पनि नरोक्ने तरिकाले। त्यसपछि हामी पिङ अब हाल्दैछौँ ल हेर्दै जानु। अनि चाहिँ हामी चाहिँ यसरी गाडिसकेपछि एउटा टुप्पो अलि लामो भएर त बिजुलीको तार छुने भएर चाहिँ अनि हामीले त्यसलाई कटिङ हानिसक्यौँ। त्यसपछि हामी यहाँ एकजना म छु होइन एकजना अर्को भाइ छ अनि चढेर चाहिँ हामी चट्ट पिङ नुहाउन लाग्यौँ होइन बाँधेर अब गरालो हाल्नु पऱ्यो। अनि हामीसँग चाहिँ यो लिलो भाइ चाहिँ खुकुरी लिएर हिँडिरहेको छ बाँस काट्ने खुकुरी हो त्यो चाहिँ। अनि त्यसपछि सबै हेर्दैछन् अनि हामी चाहिँ चट्ट यहाँ हामी पिङ माथि उ गर्दैछन् अनि सेउला छापेर चाहिँ अनि हामी उ गर्नुपर्छ है। अनि यो चाहिँ ल रेसन रहेछ अनि हामी यो काम्रो बनाउनु पर्ने हुन्छ यो खुट्टा टेक्ने त्यहाँ बसेर चाहिँ पिङ खेल्ने हो यसलाई काम्रो भन्छ। अनि यो चाहिँ बनाउँदैछ रेसनले अनि सब दुईजना जति मिलेर काम्रो बनाउँदैछन् चट्ट नापेर अनि यस्तो काम्रो चाहिन्छ होइन। ल हामी चाहिँ पिङ माथि तान्दैछौँ है तानेर चाहिँ हामी चट्ट पिङ बाँध्दैछौँ अनि त्यो काम्रो पनि लगाउनुपर्छ काम्रो पनि रेडी भइसक्यो अब चेक गर्नु पऱ्यो भनेर चाहिँ हामीले चढिसकेको छ एकचोटि हाइट चेक गर्न हामी झऱ्यौँ भुइँमा। अब मैले चेक गर्न थालेँ है खेलेँ एकचोटि राम्रोसँग रमाइलो हो पिङ राम्रो गयो बाङ्गो पनि गएको छैन आनन्द आयो अनि म झरेँ। त्यसपछि हामी टिका लगाएर चाहिँ खेलेर आएको हामी अरू खेल्दै रहेछन् अनि म चाहिँ टट्ट हेर्दैछु अब म खेल्नु पऱ्यो भनेर अनि सबै खेल्दैछन् सबै खेलेर रमाइलो भएछ है। अनि अब हामी खेल्ने भनेर चाहिँ चट्ट बस्यो खेल्दैछ अनि त्यसपछि अब म खेल्छु भनेर चाहिँ म अब रेडी भइसकेँ। दिपक भाइ भन्नु चाहिँ हामी चाहिँ दोरी खेल्ने भयो यहाँ अब हर्क भाइ र म चाहिँ दोरी खेल्ने प्लान भयो। त्यसपछि हामी दोरी खेल्ने अनि खोइ त दिपक भाइलाई हुत्याइदियो भन्दैछु है ऊ आउँदैछ अनि टक्क हुत्याएपछि हामी चाहिँ पुरै मच्किने भनेर चाहिँ भनेको ल उसले हुत्याइदिइसक्यो अब हामी मच्किन थाल्यौँ। कस्तो बाङ्गो जाला कि भन्ने डर लागिरहेछ तर गएको छैन मस्त खेल्यौँ पिङ है रमाइलो भयो आनन्द आयो पानी पनि परेको छैन घाम पनि लागेको छैन पुरै बादल चाहिँ लागिरहेछ वरिपरि। अब हामी खेल्यौँ अब हामीलाई भइसक्यो डर लाग्न थाल्यो अनि हामी अब झर्ने ल साथीहरू यसपालि अब सबै रमाइलो भयो पिङ खेलियो रमाइलो भयो टिका लगाएर आएर पिङ खेलियो होइन।